नमस्ते सबैजनालाई। यो भिडियो चाहिँ कुवेतमा जानुभएको दिदीबहिनीहरुको लागि। कति अभागी है तपाईहरु हैन, धेरै नै अभागी छन्। जुन आफ्नो घरको छोरा मान्छे, जुन आफ्नो घरको श्रीमानले हैन जिम्मेवारी लिनुपर्ने, जिम्मेवारी निभाउनु पर्ने ठाउँमा तपाई एउटा छोरी मान्छे भएर पनि अर्काको ठाउँमा दुख पाउला, कस्तो होला भन्ने कुरा एउटा केही नसोचे अर्काको ठाउँमा जानुभयो के। न त सुत्नेको ठेगान, न त खानको ठेगान हैन, अर्काको ठाउँमा गएर 20 घण्टा 24 घण्टा त्यत्रो दुख गरी खानु परिरहेको छ के। मनदेखि सम्मान गर्छु तपाईहरु जस्तै चेलीलाई हैन। मलाई अचम्म लाग्छ सम्झिँदाखेरि, देख्दाखेरि कस्तो नराम्रो लाग्छ के। तर यस्तो मान्छेहरु पनि छ कि तपाईहरु छोरी मान्छेहरु हैन यति धेरै दुख गर्दा पनि कोही मान्छेहरु यस्तो हुन्छ कि आफ्नो घरको श्रीमानले जति सुकै माया गरिरहेको होस्, जति सुकै साथ दिइरहेको होस् हैन, तर मादेर हिँड्छन् के। दुख गरौ जस्तो नगर्ने हैन। श्रीमानले होला 100% काम राम्रो गरेको छ भने त्यसमा 1 वटा अर 2 वटा काम गलत गर्नु के। त्यो गलत भएको त्यो गरेको राम्रो कुराहरु नदेखिने रहेछ के।